काठमाडौँको सुकुम्बासी बस्तीमा डोजर चल्दैछ अनि त्यो सुकुम्बासी बस्तीमा डोजर चल्ने कुराको चिन्ता जति सुकुम्बासीलाई छ त्योभन्दा बढी चिन्ता हुकुमबासीलाई छ अनि ती हुकुमबासीलाई भन्दा पनि बढी चिन्ता त अहिलेको सरकार मन नपराउनेलाई छ। के साँच्चै त्यो सुकुम्बासी बस्ती हटाउनु पर्ने थिएन? अवश्य पर्थ्यो। कसका लागि पर्थ्यो? पहिलो कुरा त सरकारको जग्गा संरक्षणका लागि हटाउनु पर्थ्यो। दोस्रो कुरा प्राकृतिक खोला नदी संरक्षणका लागि हटाउनु पर्थ्यो अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त सुकुम्बासी बस्तीमा बस्ने मान्छेको जीवन जोगाउनका लागि हटाउनु पर्थ्यो र उनीहरूको भविष्यका लागि हटाउनु। हाम्रो नेपाली समाज लामो समयदेखि एउटा राजनीतिक गोलचक्करमा फसेको छ जहाँ कुनै एउटा समस्या सधैँभरि जिउँदो राखिन्छ अनि त्यसको समाधानका नाममा सधैँभरि राजनीति गरिन्छ। त्यस्तै हो सुकुम्बासी बस्ती पनि, जहाँ सधैँ सुकुम्बासीको नाममा राजनीति गरियो, सुकुम्बासीहरूलाई सधैँ भोटका लागि प्रयोग गरियो अनि सधैँ सुकुम्बासीलाई सुकुम्बासी नै बनाइराखियो। हामीलाई सहर सुन्दर पनि चाहिएको छ, खोलानाला सफा पनि चाहिएको छ, तिनको संरक्षण पनि चाहिएको छ अनि सुकुम्बासीलाई जग्गा पनि चाहिएको छ। तर निष्कर्ष सुकुम्बासी बस्ती हटाउनु भएन। सधैँभरि हुँदै आएको त यही नै हो। विभिन्न तथ्याङ्कले भन्छ काठमाडौँमा सुकुम्बासीको नाममा बस्ने 60% त वास्तविक सुकुम्बासी नै होइनन्, उनीहरूको अन्तै घर जग्गा छ अनि वास्तविक सुकुम्बासी चाहिँ तिनैको हुकुममा सुकुम्बासीको जीवन जिउन बाध्य छन्। हामीलाई सुकुम्बासी बस्ती हटाएपछि त्यहाँका मान्छेहरू कहाँ गएर बस्छन् भन्ने चिन्ता होला हैन? हुन पनि हो, एउटा मान्छेको नाताले अर्को मान्छेको चिन्ता लिनु स्वाभाविक पनि हो। तर सरकारले आज होइन 12-13 वर्ष पहिले यो देशका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई थिए, उनको पालामा खास सुकुम्बासी बस्नका लागि काठमाडौँको नागार्जुनमा राज्यको पैसा 20 करोड भन्दा बढी खर्च गरेर जग्गा लिएर सुकुम्बासीका लागि अपार्टमेन्ट बनाएको थियो। तर त्यहाँ हुकुमबासीहरूले सुकुम्बासीलाई जान दिएन, किनभने वास्तविक सुकुम्बासीले सुकुम्बासी बस्ती छोड्यो भने त हुकुमबासीहरूको त्यो जग्गा आफ्नो नाममा बनाउने सपना नै चकनाचुर हुन्छ। त्यसैले ती अपार्टमेन्ट आज पनि खाली छन् जो सुकुम्बासीका निम्ति बनाइएको थियो। आज सुकुम्बासी बस्ती हटाउने भनेर घोषणा गरेको सरकारलाई जसरी अमानवीय भनेर सामाजिक सञ्जालभरि भनिँदैछ नि, यदि यो बस्ती हटाउने सरकार अमानवीय हो भने हिजो त्यहाँ बस्न दिने सरकारहरू झनै अमानवीय हुन्। अनि हामी चाहिँ तिनलाई किन अमानवीय नभनेको? के ती नेता र सरकारलाई थाहा थिएन एक दिन यी सुकुम्बासी बस्तीहरू हटाउनु पर्छ भन्ने? आज त्यो बस्ती हटाउन लाग्दा खास सुकुम्बासीको मन कम दुखेको छ होला, तर त्यो भन्दा बढी मन ती हुकुमबासीको दुखेको छ जसले वास्तविक सुकुम्बासीको नाममा राजनीति गर्थे, जसले ती सुकुम्बासीहरूलाई भोट बैंक ठान्थे र उनीहरूको भविष्य सधैँभरि अन्धकारमा राख्थे। सरकारमा तपाईँ हामी जस्तै मान्छे छन्, विश्वास गरौँ वास्तविक सुकुम्बासीले न्याय पनि पाउँछन्, बास पनि पाउँछन्। वर्षौंदेखि पाकेको घाउ निको पार्न अलिकति त घोच्नै पर्छ, अलिकति दुखाइ त सहनै पर्छ अनि सरकार त्यो घाउ निको पार्न केही रिस्क त लिनै पर्छ। कुरा यति हो, त्यो सुकुम्बासी बस्ती हटाएपछि अब फेरि वास्तविक सुकुम्बासीहरू सुकुम्बासी हुन नपरोस्, बाँकी त गो अहेड सरकार।